हजुरहरूको खुसी राजीका साथ हजुरलाई सुम्पेको छ। अब हामी केमा खुसी छौँ भनेपछि सुनिता आजदेखि सुरक्षित ठाउँमा तपाईँ एउटा उसको सुरक्षा भएर सुरक्षा कवच भएर तपाईँले चाहिँ उहाँलाई पालन पोषणदेखि सबै गर्नुहुन्छ भन्ने हामीले 100% भन्दा पनि बढी ज्वरो कोही बेला 104% आउँछ तर हरेक अङ्ग 100 भन्दा माथि हुँदैन। ज्वाइँ साहबलाई हामीले 100% 104% विश्वास गरेर सुम्पेको छ। र एउटा कुरो म पनि अब खासै जान्ने बुझ्ने त्यति त होइन, सुख दुःख हुन्छ। जिन्दगीको यात्रा भनेको कहिले उकालो कहिले ओह्रालो, जस्तै पृथ्वीमा अब मौसमहरू परिवर्तन भएको जस्तै हामी खुसी हरेक हुन्छ हाम्रो जिन्दगीमा। हाम्रो यात्राको सिलसिलामा तपाईँले हाम्रो छोरी सुनिता र मेरै छोरी पनि कोर हो सुनिताकै दाइलाई दिएको छु। म के चाहन्छु भनेपछि झगडा हुन्छ है, नहुने होइन। र आउँदाखेरि झगडा भयो भनेर यस्तो उस्तो भनेर कोसेली झगडाको कोसेली लिएर पनि नआउनु। बरु मकै भटास भुटेको अथवा सातु अब जे छ सस्तो चिज हाम्रो बुद्धिस्ट सिस्टममा के भन्छ भने चोखो मनले सोम्पियो भने खोलाको पानी नै पवित्र हुन्छ भनेर हामीले बुद्ध भगवानलाई हामीले केही नहुँदा पानी चढाउँछौँ। त्यस्तै तपाईँले पनि कुनै पनि दिनमा सुनितालाई कुटपिट भयो अरे अङ्कल मलाई त यसरी पिट्यो रे भन्ने चाहिँ जिन्दगीमा सास एकमुठी प्राण रहेसम्म सुन्न नपरोस्। हुनु त तपाईँहरू मभन्दा धेरै शिक्षित 10औँ गुणा शिक्षित हो, यो यस्तो कुराहरू सुन्दैन भन्ने विश्वास गरेका छौँ। सुन्न कहिले पनि नपरोस्। अब यहाँ सम्धिज्यूले भन्नुहुन्छ ल ठिक